नमस्ते तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो अर्को भिडियोमा है। आज चाहिँ पानी परेर है दिउँसोबाट एकदमै जाडो गरिरहेको थियो हैन। मौसमहरु पनि एकदमै दामी भएको थियो है। रुखहरु एकदमै सबै जता हेरे उति हरियाली देखिएको थियो अनि त्यसै गर्ने क्रममा चाहिँ आज के गर्ने होला त भनेर म सोच्दै थिए र मेरो दिमागमा आयो के खानी त भनेर फेरि म यताउति गरे अनि मलाई याद आयो चाउमिन खाम भनेर अनि चाउमिनको लागि हामी चाहिँ तयारी गर्दै गर्यौं। अनि चाउमिन पानी उमाल्यौं, पानी उम्लेर अनि रेडी भइसकेको थियो। चाउमिन त्यसमा हालेपछि त्यो चाउमिनलाई चाहिँ अब अलि कराई सानो भएर चाहिँ अलि अटेको थिएन र हामीसँग रहेको छ गोपी प्याज अनि काटेको त्यो खोर्सानी अनि यो चाहिँ चटनीको लागि चाहिँ बनाएको। अनि मैले चाहिँ त्यसलाई पिस्न पनि जानु छ अनि चाहिँ दिललाई चाहिँ यसो तल हाल्न भनेको हालिरहेको छ तर त्यो गइरहेको छैन हैन। अनि हाम्रो कुक मान्छे मेरो दिदी म चाहिँ हेरेर बस्ने है। अनि त्यही हो। अनि यता त्यो पाक्दा बेर यता केराटलाई हेरेको हैन त पुरै डान्स क्लास सिकाउन न दिदी भन्दै पो आउँछन्। मनिरा त ल नाचो यसरी भनेर नाचाइदिएको नाचाइ त यिनीहरू कराइ छ। मनी एकछिन त्यही हाँसिदिए है मुसु गर्दै। ल हेर्नुहोस् मेरो दिदीको छोराको डान्स हेर्नुहोस् कम्मर कसरी भाँचिदिएको छ। ओहो नाच्न नजान्ने आँगन टेढो भनेकै यही हो, यसलाई यही भनिन्छ है। देख्दा हुन्छ अझ उठेर बसेर नाचेर ओहो यिनी दुईटा चुडेलहरू फेरि त्यस्तै छन्। हैरान पारेर मलाई डान्स सिका भनेर हैरान पारेको थियो हैन यिनीहरूले। अनि छोरा म आफ्नो काममा जान्छु भने चाहिँ म आफ्नो कामतिर आएँ। यताबाट चाहिँ भइसकेको थियो चाउमिन अनि म चाहिँ दिदीले चाहिँ अचार लगाएर मिक्सचरमा पिसेर आइज भने। अनि हाम्रो घर चाहिँ मिक्सचर छैन, के गर्ने दुखी गरिबको घर। त्यसै गरेर म चाहिँ अर्को आन्टी घर गएँ यो लगाएर पिस्नको लागि। अनि यो पनि एकदमै पिरो छ हैन। अनि केराटलाई हेर के ल्याउनु भन्दै उफ्रिरहेका थिए। अनि मैले चाहिँ हेर यही ल्याइदिएछु भनेर तिनीहरूको नाकमा सुँगाइदिएको धुवारे झर हाँस्दै थिए रुँदै थिए। अनि हेर हाई गर भनेको हाई गरिरहेको छन्। अनि मैले चाहिँ आन्टीजी के छ पिसिदिनु त भनेको। अनि आइज भनेर अनि अर्को नानीले चाहिँ होमवर्क गरिरहेको छ एकदम ज्ञानी तीनटा जस्तो छैन नि एकदमै ज्ञानी छ हैन। अनि आन्टी लौ आन्टी पिसिदियो के गर्छौ त नि दुखी गरिबलाई सहयोग गरिदियो भनिदिएँ मैले। अनि उनले हुन्छ पाकमा निकाल्छु भनेर निकालिदिनु उनले। अनि निकालिदिएर चाहिँ है अनि पिस्न थालिन्। अनि पिस्न थाल्नु भयो है। तपाईँ भनौँ न त नि भिडियोमा त सम्मान भन्न न अब बानी लागेको तिमी भन्न। अनि अब साथी यस्तै मानिन्छ है, त्यही भएर तिमी भनिन्छ तपाईँ त अब छोडिदियो। अनि त्यसै क्रममा पिसिसकेर रेडी भएर चाहिँ म निस्केँ आफ्नो घरतिर है। घरतिर गएर छिटो बनाएर खतेर खाम भन्ने भएको थियो आफूलाई चाहिँ हैन। अनि म चाहिँ गएँ अचारलाई देखाउँदै यो चाहिँ पछि दिनुस् भन्दै आइरहेको छ। ल भन्दै बोलाउँदै फकाउँदै पछि बोलाउँदै गरिरहेको थियो। त हेरिरह ताता म ल्याइदिन्छु है भनेर म आएँ। अनि त्यसपछि चाहिँ देख्नुहुन्छ हैन एकदमै पिरो पनि भएको थियो अचार। अनि एउटा चुडेलले चाहिँ मलाई आउनु न दिदी डान्स सिकाउनु भनिरहेको थियो। भाग पूजा म यहाँ आफ्नो काम गर्छु भनेर चाहिँ म चाहिँ भित्र गएँ हैन। अनि यतिखेरमा आउँदाखेरि चाहिँ दिदीले चाहिँ सबै अब चाउमिनमा तेल हालेर मोलेर नै रेडी पारिसकेको थियो। अनि त्यसपछि चाहिँ चाखेको अचार त कति पिरो हो मेरो त एकछिन त कानमा जुवा निस्क्यो हैन देख्छ हुन्छ। अनि दिदीले चाहिँ ल अब पकाउने है कति नगर्छ भन्नुभयो। अनि त्यसपछि म चाहिँ हैन दिदीले सब गरिसकेपछि आइज चला भन्नुभयो। अनि म चाहिँ रेडी भएँ टक्क रेडी भए देख्छ मेरो चलाइको ढङ्ग कस्तो छ। के गर्ने ढङ्गल दाल खाना काल भन्छ नि यसलाई भनिन्छ हैन। अनि यता गर्दा नि उता पोकिन्छ उता गर्दा नि यता पोकिन्छ। अब यस्तै हो नजानेसी ढङ्ग नभएसी
बात मेरी मात बन गई हो, तुम जो आए जिंदगी में बात बन गई। र साथीहरू तपाईँले देख्नुहुन्छ मैले चाहिँ खाइसकेको छु। एकदमै मिठो भएको थियो होइन, एकदम मिठो भएको थियो। अनि अझै नि खाम जस्तो भएको थियो। अनि त्यसले गर्दाखेरि चाहिँ मेरो बाबुले लनुस् 1 चम्चा भनेर दियो। त्यसै माथि मेरो दिदीले पनि दियो ल 1 चम्चा भनेर। अनि मैले चाहिँ खाएँ, हुन्छ नि त दिन्छु भने खान्छु भन्ने खाएँ। अनि यही नै हो आजको लागि, यति नै साथीहरू। फेरि भेटौँला अर्को भिडियोमा है। सबैजनालाई माया गरिदिनु होला, लाइक सेयर सब्सक्राइब गरिदिनु होला है। आजको लागि यति नै, टाटा बाई बाई साथीहरू।